Hello everyone, welcome to my YouTube channel English to Nepali Summary। आज हामीले टु नो अफ फ्लाई निबन्धलाई नेपालीमा बुझ्नेछौँ। यो निबन्ध भिकेन्ट देथियरद्वारा लेखिएको हो। टु नो अफ फ्लाई झिँगालाई चिन्नु पर्दा यसको अथर चाहिँ प्रोफेसर भिकेन्ट देथियर हुन् र यसको पब्लिकेसन चाहिँ 1962 मा भएको थियो। यस च्याप्टरमा झिँगाले कसरी एउटा गुलियो भएको र गुलियो नभएको चिज पत्ता लगाउँछ, यसको डिप एक्सपेरिमेन्ट कसरी वैज्ञानिकहरूले गर्छन् भन्ने कुरा देखाइएको छ। कसरी झिँगाले आफ्नो खुट्टाको माध्यमले टेस्ट पत्ता लगाउँछन् र खान्छन्, यस्तो डिप एक्सपेरिमेन्ट पनि हुन्छ भन्ने देखाइएको छ। एक्सपेरिमेन्ट एउटा राम्रोसँग या उचित तरिकाले गर्नुपर्छ भन्ने कुरा देखाइएको छ। अर्थात् मूर्खपूर्ण परीक्षण या मूर्खपूर्ण अनुसन्धानहरू गर्नु हुँदैन, त्यो एउटा आफै बेइज्जती हुने काम हो। त्यही भएर निबन्धकारले यस अर्थपूर्ण या काम नलाग्ने गरी एक्सपेरिमेन्ट गर्नुपर्छ भन्ने एउटा सन्देश दिन खोजेका छन्। एक दिन एउटा मानिसद्वारा रक्सी र पानीको मिश्रण गरी नसाको गुणबारे एक्सपेरिमेन्ट गरियो। उसले विभिन्न कागजका ग्लासहरूमा खन्याएर हेर्दा कागजको ग्लास नै नसाको मात्रामा फरक पार्छ भन्ने निष्कर्ष निकाल्यो। कतिको यो मूर्खपूर्ण परीक्षण छ भने हामी पनि बुझ्न सक्छौँ। यस्तै यो निबन्धमा धेरै मूर्खपूर्ण परीक्षणहरूबारे देखाइएको छ। त्यसमध्ये एउटा झिँगाले आफ्नो खुट्टाको माध्यमले टेस्ट अर्थात् स्वाद पत्ता लगाउँछ र खान्छ। ती झिँगाहरूले गन्ध र स्वादका अनुसार नुन र अमिलोमा अस्वीकार गर्छन्, तर चिनीको घोलमा बढी आकर्षक हुन्छन् भन्ने एक्सपेरिमेन्ट गरियो। अर्थात् यसको निष्कर्ष के छ भन्दाखेरि मानिस र झिँगाले लिने स्वादको तरिका फरक हुन्छ भन्ने पत्ता लगाइयो। यस निबन्धमा यस्तै मूर्खपूर्ण परीक्षणहरू अर्थात् काम नलाग्ने अनुसन्धानहरूबारे देखाइएको छ। त्यही भएर निबन्धकारले भन्छन्, हामीले काम लाग्ने अर्थात् अर्थ भएको एउटा पूर्ण रूपमा निष्कर्ष भएको एक्सपेरिमेन्ट गर्नुपर्छ। अर्थहीन, अर्थ नभएको एक्सपेरिमेन्टमा हामीलाई केही फाइदा हुँदैन। हामीले पढे लेखेका मान्छेलाई एउटा तथ्य भएको कुरामा विश्वास गर्नुपर्छ। हाम्रो सिकाइको स्तर, लेखाइ र पढाइको स्तर एउटा अर्थपूर्ण अनुसन्धानमा आधारित हुनुपर्छ। अर्थात् हामीले पढे लेखेको कुराहरूलाई एउटा तथ्य रूपमा अरूलाई बुझाउनुपर्छ। जति राम्ररी अनुसन्धानमा आधारित भएर पढाइ गर्छौँ, त्यति नै धेरै हामीलाई सिक्न पाइन्छ अनि अनुसन्धान पनि हामीलाई एउटा राम्रोसँग विषय लिएर अर्थात् एउटा अर्थपूर्ण परीक्षण गर्नुपर्छ, जसको परीक्षण गर्दा अगाडिका मान्छेहरूले या आफ्नो एक्सपेरिमेन्ट पढ्ने मान्छेले त्यहाँबाट केही कुरा सिक्न पाउँछ भन्ने जस्ता हामीले एक्सपेरिमेन्ट गर्नुपर्छ। यही निबन्धकारले सन्देश दिन खोजेका छन्। ल त आजको लागि यति नै। धन्यवाद। ह्याभ अ गुड